हो नि तपाईँ पार्टनर होइन? ल आज चाहिँ हाम्रो यो श्रेडर मेसिन चाहिँ मैले नै बनाएको टेस्टिङ गर्न जाँदैछु होइन। अब चल्ने चाहिँ 3 फेजबाट बनाइदियो भइसक्यो। यो चाहिँ 3 फेजबाट चल्ने श्रेडर मेसिन हो। यसमा चाहिँ अब हामीले यो पाता हाल्छौँ। यो चाहिँ तपाईँहरूले अब देखिसक्नुभयो श्रेडर मेसिन चाहिँ अब मजाले काम गर्छ। अनि अब जति हेभी लोड परे पनि मजाले चाहिँ यसले काम गरिरहेको छ। र हामीले चाहिँ पहिला चाहिँ हिट ट्रिटमेन्ट गरेको थिएनौँ, त्यही भएर अहिलेको लागि फेरि हिट ट्रिटमेन्ट गर्ने भनेर सोचिरहेको छौँ ब्लेडहरूमा। देखिसक्नुभयो अब मजाले काम गर्छ। ल श्रेडर चाहिँ एकदम सस्तोमा श्रेडर चाहिँ अब राष्ट्रिय अवसर केन्द्रमा कसैलाई चाहिँ श्रेडर चाहिएको छ भने अब प्लास्टिक रिसाइकल गर्दै हुनुहुन्छ र आफ्नो वरपरको जस्तो पनि वेस्ट पेपरहरू छ, प्लास्टिकहरू छ, त्यसलाई चाहिँ अब टुक्राएर श्रेड गर्नु मन छ, रिसाइकल गर्नु मन छ भने राष्ट्रिय अवसर केन्द्रलाई चाहिँ सम्पर्क गर्नुहोला। धन्यवाद।